सोइल मेकानिक्सको सेकेन्ड च्याप्टरको जुन चाहिँ छ बेसिक टर्मिनोलोजी एन्ड इन्टर रिलेसनसिप भन्ने च्याप्टर छ, त्यसको बारेमा चाहिँ डिस्कस गर्दैछु यो भिडियोमा। र यो भिडियोमा पुरै यो च्याप्टर नसकाएर मैले चाहिँ जस्ट बेसिक टर्मिनोलोजीको बारेमा, त्यो पनि आदि टर्मिनोलोजीको बारेमा डिस्कस गर्छु। र त्यसपछि म अर्को भिडियोमा चाहिँ त्यसको टर्मिनोलोजी, बाँकी रहेको टर्मिनोलोजी र इन्टर रिलेसनसिप र एउटा न्युमेरिकलको भिडियो पनि पोस्ट गर्नेछु। र फर्स्टमा चाहिँ आज चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि सोइललाई चाहिँ किन मल्टिफेज मेटेरियल भनियो भनेर बुझ्नुपर्छ। किन भनियो भन्दाखेरि कम्प्लेक्स मेटेरियल किन भनिएको भन्दाखेरि त्यो सोइलमा चाहिँ सोइल कसरी बनेको हुन्छ त भन्दाखेरि सोलिड पार्टिकल र भोइडहरू मिलेर बनेको हुन्छ। भोइड्स मिन्स त्यसमा चाहिँ खाली खाली भागहरू हुन्छ, त्यसलाई नै भोइड्स भनिन्छ। त्यही भएर त्यसमा चाहिँ भोइड मिलेर बनेको हुनाले यसलाई चाहिँ मल्टिफेज मेटेरियल भनेको हो। र भोइड्समा चाहिँ के हुन्छ त भन्दाखेरि कहिलेकाहीँ चाहिँ जुन चाहिँ ड्राई स्टेटमा छ सोइल, त्यति बेला चाहिँ खालि एयर मात्रै हुनसक्छ। र जति बेला चाहिँ पानी मात्रै छ त्यसमा फुल्ली स्याचुरेसन छ, त्यति बेला चाहिँ के हुन्छ त भन्दाखेरि वाटर मात्रै हुनसक्छ। र जति बेला चाहिँ अलिअलि पानी पर्ने सिजनमा त्यति बेला चाहिँ के हुन्छ त भन्दाखेरि एयर पनि हुनसक्छ, वाटर पनि हुनसक्छ। त्यति बेला चाहिँ के हुन्छ त भन्दाखेरि सोइल 3 फेज स्टेजमा हुन्छ भनेपछि वानली एयर र वानली वाटर भएको अवस्थामा चाहिँ के हुन्छ त भन्दाखेरि 2 फेज स्टेजमा हुन्छ। त्यसको बारेमा तल आउने नै छ र त्यसको बारेमा डिस्कस गर्ने नै छु। त्यसले चाहिँ यसलाई के भनियो त भन्दाखेरि मल्टिफेज मेटेरियल भनियो। र अब चाहिँ के छ त भन्दाखेरि फेज डायग्रामको बारेमा बुझ्न एकदमै आवश्यक छ। र यो कुरा चाहिँ अहिले बुझ्यो भने सायद थ्रु आउट द सोइल मा काम लाग्छ, जुन चाहिँ सोइल मेकानिक्स पढ्दै गर्दाखेरि। किन भन्दाखेरि यो च्याप्टर बुझेन भने एकदमै अप्ठ्यारो हुन्छ पछाडिको च्याप्टरहरू बुझ्न। र यहाँको टर्मिनोलोजीहरूको बारेमा जुन चाहिँ फेज डायग्राम छ, फेज डायग्राम चाहिँ इक्जाममा आइरहने हो, त्यही भएर यो चाहिँ इम्पोर्टेन्ट छ। किन भन्दाखेरि यो इक्जाममा आइरहन्छ, सिटिबिटीको 4th सेमेस्टरको फाइनल इक्जाममा र इन्टरनल इक्जामहरूमा आइरहन्छ। जुन चाहिँ फेज डायग्राम भनेको के हो त भन्दाखेरि द डायग्रामेटिक रिप्रेजेन्टेड अरेन्जमेन्ट अफ द सोइल इलिमेन्ट सच एज सोलिड, एयर, वाटर नन एज अ फेज डायग्राम। जुन चाहिँ डायग्राम चाहिँ रिप्रेजेन्ट गरिन्छ त्यो कुराहरूलाई चाहिँ, जहाँ चाहिँ सोलिड देखाइन्छ, एयर देखाइन्छ, वाटर देखाइन्छ, त्यसलाई नै के भनिन्छ त फेज डायग्राम भनिन्छ। त्यो सोइल मास इज द मल्टिफेज कन्डिसनमा, किनकि मल्टिफेज कन्डिसनमा हुन्छ। त्यसमा चाहिँ पार्सियली सेचुरेसन भयो भने चाहिँ 3 फेज स्टेजमा हुन्छ, त्यहाँ अलिअलि पानी अलिअलि वाटर भयो भने चाहिँ के हुन्छ त 3 फेज स्टेजमा हुन्छ। र फुल्ली सेचुरेसन भयो भने चाहिँ के हुन्छ त 2 फेज स्टेजमा हुन्छ। र ड्राई स्टेटमा भयो भने के हुन्छ त 2 फेज स्टेजमा नै हुन्छ। र यो चाहिँ के हो त भन्दाखेरि एक्चुअल हाम्रो सोइल चाहिँ कसरी बसेको छ त यो अर्थ सर्फेसमा यस्तो अवस्थामा हुन्छ, जसलाई चाहिँ भन्छ सेक्सन थ्रु अफ द सोइल मास। यसरी हुन्छ। र हामीले चाहिँ डायग्राममा चाहिँ यसरी देखाउँछौँ। जुन चाहिँ ड्राई सोइल छ भने चाहिँ के हुन्छ त 2 फेज डायग्राम भनिन्छ। ड्राई सोइल भयो भने चाहिँ यो भोइड्सहरू जुन चाहिँ छ, यो भोइड्स त्यसमा चाहिँ के हुन्छ त भन्दाखेरि वानली एयर मात्रै हुन्छ, त्यसमा चाहिँ वाटर हुँदैन, वानली एयर मात्रै हुन्छ। र सोलिड त हुने नै भइहाल्यो। र त्यसपछि जुन चाहिँ अनस्याचुरेटेड मतलब पार्सियली सेचुरेसन छ भने त्यो यो भोइड्सहरूमा जुन यो खाली खाली भाग छ त्यसमा चाहिँ के हुन्छ त भन्दाखेरि एयर पनि हुन्छ, वाटर पनि हुन्छ। र सोलिड त यो हुने नै भइहाल्यो। यो भोइड्सहरू जुन खाली खाली भाग छ त्यसमा चाहिँ के हुन्छ, एयर पनि हुन्छ, वाटर पनि हुन्छ। र अनि त्यसपछि फुल्ली स्याचुरेटेड सोइल छ भने त्यसमा चाहिँ के हुन्छ त भन्दाखेरि जुन चाहिँ यो भोइड छ त्यसमा चाहिँ के हुन्छ त भन्दाखेरि वाटर मात्रै हुन्छ र सोलिड हुने नै भइहाल्यो। यो चाहिँ के हो त भन्दाखेरि हाम्रो चाहिँ 2 फेज र 3 फेजको स्टेजको र फेज डायग्रामको डेफिनेसन। यो चाहिँ एकदमै आवश्यक छ बुझ्नलाई, किनकि पछाडिको कुराहरू बुझ्नलाई पनि। र यो चाहिँ छ 3 फेज डायग्राम। 3 फेज डायग्राममा चाहिँ के हुन्छ त भन्दाखेरि जुन चाहिँ मैले भोइड्सको कुरा गरेँ, कुन खाली भाग छ त्यसमा चाहिँ के हुन्छ त भन्दाखेरि एयर पनि हुन्छ, वाटर पनि हुन्छ र सोलिड पार्टिकल हुने नै भइहाल्यो। त्यसमा चाहिँ केले रिप्रेजेन्ट गरिन्छ त भन्दाखेरि भोल्युम अफ सोलिड VS, भोल्युम अफ वाटर VW, भोल्युम अफ एयर VA ले डिनोट गरिन्छ। जुन चाहिँ यो फिगरमा चाहिँ रिप्रेजेन्ट गरिएको छ। अनि त्यसपछि छ यो भोल्युम अफ भोइड्स भनेको के हो त भन्दाखेरि जुन चाहिँ भोइड्स छ त्यस भोइडमा चाहिँ भोल्युम अफ एयर पनि हुन्छ, भोल्युम अफ वाटर पनि हुन्छ। दुइटैको समेसन लाई के भनिन्छ त भन्दाखेरि भोल्युम अफ भोइड्स भनिन्छ। र यो चाहिँ के हो त भन्दाखेरि टोटल भोल्युम भनेको V = भोल्युम अफ भोइड्स प्लस भोल्युम अफ सोलिड भन्ने पनि हुन्छ। टोटल भोल्युम = भोल्युम अफ भोइड्स प्लस भोल्युम अफ वाटर प्लस भोल्युम अफ एयर, भोल्युम अफ सोलिड भन्छ। यसलाई चाहिँ भोइड्स भन्दैन। र त्यसपछि यसको कुरा चाहिँ मासको कुरा आउँछ। जुन चाहिँ टोटल मास कसरी हुन्छ त भन्दाखेरि भोल्युम अफ मास अफ
सोलिड, मास अफ वाटर र मास अफ एयर। जुन चाहिँ मास अफ यो मास अफ एयर छ, जुन चाहिँ मास अफ एयर छ, यसलाई चाहिँ के गरिन्छ त भन्दाखेरि 0 मानिन्छ। किन भन्दाखेरि हामी यसको एयरको मास 0 जस्तै मान्छौँ, त्यही भएर यसलाई चाहिँ निग्लेक्ट गरिन्छ इन इक्वेसनमा। यो चाहिँ के छ त भन्दाखेरि यहाँ यिनीहरूको बारेमा जो मैले माथि डिस्कस गरेँ त्यो नै छ, यहाँ चाहिँ लेखिदिएको छ ल्याङ्ग्वेजमा जस्ट यसको बारेमा। र अब चाहिँ के छ त भन्दाखेरि सम टर्महरू, यो टर्महरू बुझ्न जरुरी छ र न्युमेरिकलबाट पनि गर्नुपर्छ र इक्जाममा यो टर्महरू पनि सोध्छ र कम्पिटेटिभ इक्जाम लाइक द लोकसेवा यसो लोकसेवाहरूमा पनि सोध्छ यो टर्महरू, बुझ्न जरुरी छ। भोइड रेसियो भनेको के हो त भन्दाखेरि भोल्युम अफ भोइड्स टु भोल्युम अफ सोलिड हो। जुन चाहिँ भोल्युम अफ भोइड्स मैले सबै कुरा माथि भनिसकेँ, त्यो धेरै भन्नु पर्दैन जस्तो लाग्छ। र यसलाई चाहिँ केले डिनोट गरिन्छ, ले डिनोट गरिन्छ, जुन चाहिँ भोइड रेसियोको कुरा आउँछ। अनि त्यसपछिको कुरा आउँछ पर्सेन्टेज अफ द एयर। पर्सेन्टेज अफ द एयरलाई चाहिँ केले डिनोट गरिन्छ त भन्दाखेरि एनएले डिनोट गरिन्छ। र यो के हो त भन्दाखेरि पर्सेन्टेज अफ एयर भनेको चाहिँ भोल्युम अफ एयर टु द टोटल भोल्युम हो। यो मल्टिप्लाई बाई 100 गर्नुको रिजन भनेको चाहिँ त्यसलाई चाहिँ पर्सेन्टेजमा निकाल्नलाई चाहिँ त्यो मल्टिप्लाई गरिएको। र यो कुरा यो फर्मुला भयो र आवश्यक छ बुझ्न र पनि र त्यसलाई चाहिँ याद गर्न पनि, किनकि न्युमेरिकल गर्न चाहिन्छ। अनि त्यसपछि छ एयर कन्टेन्ट। एयर कन्टेन्टको कुरा गरौँ। एयर कन्टेन्ट भनेको चाहिँ एसीले डिनोट गरिन्छ। एयर कन्टेन्टको फर्मुला भनेको चाहिँ भोल्युम अफ एयर टु द भोल्युम अफ भोइड्स हो। यो जान्न जरुरी छ। जुन चाहिँ रेसियो हो, के को रेसियो हो त भन्दाखेरि भोल्युम अफ एयर टु द भोल्युम अफ भोइड्सको रेसियो हो। अर्को कुरा छ पोरोसिटी। पोरोसिटीलाई केले डिनोट गरिन्छ त भन्दाखेरि इटाले डिनोट गरिन्छ, जुन चाहिँ छ यो। अनि त्यसपछि इटाले डिनोट गरिन्छ र भोल्युम अफ भोइड्स टु द टोटल भोल्युम मल्टिप्लाई बाई 100 पर्सेन्टेजमा निकाल्नलाई हो यो, त्यही भएर मल्टिप्लाई बाई 100 गरिन्छ। र भोल्युम अफ भोइड्स टु द टोटल भोल्युमलाई चाहिँ के भनिन्छ त पोरोसिटी भनिन्छ। वाटर कन्टेन्टलाई डब्ल्युले डिनोट गरिन्छ। यो चाहिँ रेसियो हो। के को रेसियो हो त भन्दाखेरि वेट अफ वाटर टु द वेट अफ सोलिड हो। यो चाहिँ वाटर कन्टेन्टको कुरा भयो। अनि त्यसपछि आउँछ डिग्री अफ स्याचुरेसन। यसलाई चाहिँ केले डिनोट गरिन्छ त भन्दाखेरि एसआरले डिनोट गरिन्छ। यो पनि रेसियो हो। के को रेसियो हो त भन्दाखेरि भोल्युम अफ वाटर टु द भोल्युम अफ भोइड्स मल्टिप्लाई बाई 100, किनकि भन्दाखेरि यसलाई पर्सेन्टेजमा निकाल्नलाई। यो चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ, जुन चाहिँ इन्टर रिलेसनसिप निकाल्दै गर्दाखेरि यिनीहरू बिचको त्यति बेला चाहिँ बुझ्न जरुरी छ। जुन चाहिँ भोल्युम अफ वाटर, भोल्युम अफ भोइड्स, यो कुराहरू चाहिँ जुन चाहिँ भोइड्सहरू मैले देखाएँ त्यो नै हो। अनि त्यसपछि आउँछ यो नोट, जुन चाहिँ छ यो कम्पिटेटिभ इक्जाममा सोध्छ, डिप्लोमा लेभलमा त खासै आवश्यक छैन। जस्तै मानौँ भोइड रेसियो भनेको चाहिँ जुन चाहिँ भोइड रेसियो कोर्स ग्रेन सोइल, टाइप अफ सोइल तपाईँहरूले पढ्नु भयो होला, जुन फर्स्ट च्याप्टरमा छ। टाइप्स अफ सोइलमा चाहिँ क्ले, सिल्ट, अनि त्यसपछि स्यान्ड, ग्रेभलहरूको बारेमा पढ्नु भयो होला। अनि त्यसपछि कोर्स ग्रेन र अनि त्यसपछि फाइन ग्रेन सोइलको बारेमा। कोर्स भनेको चाहिँ अलिकति ठुल्ठुला दानाहरू भएको र फाइन भनेको चाहिँ सानसाना दाना भएको अथवा पार्टिकल साइजहरू साना भएको, त्यसरी चाहिँ कोर्स र फाइन ग्रेन भनेर छुट्याइन्छ। जुन चाहिँ फाइन ग्रेनको चाहिँ जेनरली चाहिँ कोर्स ग्रेनको भन्दा धेरै हुन्छ भोइड रेसियो। र पोरोसिटीको कुरालाई चाहिँ यसरी पनि डिनोट गरिन्छ। पोरोसिटी भोइड रेसियो इज अलवेज ग्रेटर देन द पोरोसिटी हुन्छ। त्यही भएर थ्याङ्क यू फर वाचिङ। अर्को भिडियोमा चाहिँ भेट्नेछौँ। बाई बाई, टेक केयर।